आज चाहिँ माला बनाइराख्नु भएको गाईहरू। किन बनायो माला थाहा? मेरो बर्थडेको लागि। यो आइडिया कसले सोचे? यो ठुलो मम्मीले अनि हजुरले अनि छोरेको बर्थडेको माला। थ्याङ्क यू। आज यो धोतीलाई भेट्टाको इन्डियाको ट्रेन स्टेसनको गार्बेज ब्यागमा। वाउ नाइस जोक। आमा चाहिँ हाम्रो आमा चाहिँ उता हुनुहुन्छ। आमा त मतलब छैन किन लिएर आएको भन्दा आमा यसको बर्थडे मनाएर काम छैन है। हाम्रो आमा र हाम्रो आमा। ए गाइज म डेकोरेट पनि देखाइदिन्छु। हाम्रो आमा राम्रो आमा के हो त नि। अनि यहाँ चाहिँ आज चाहिँ यस्तो डेकोरेट गरेर अझै डेकोरेट गर्न मागी हो। यस्तो भइसक्यो अहिले चाहिँ अझै डेकोरेट गर्न मागी हो। अनि यहाँ चाहिँ ड्याडीहरू हुनुहुन्छ। अनि त्यसपछि चाहिँ यहाँ चाहिँ के भन्छ अरे युट्युबमा हाल्यो। यहाँ चाहिँ मम्मीहरू पकाउँदै हुनुहुन्छ। हेलो भनिदिनु, हेलो भनिदिनु। युट्युबमा हालिदियो यो। हजुर हेलो। यहाँ चाहिँ मेरो बर्थडेको तयारी बन्दैछ। यहाँ चाहिँ ठुलो मम्मी हुनुहुन्छ। यहाँ चाहिँ मम्मीले मम्मी आइबन्नु न। क्यामेरा त यो के हो रे यस्तो हात। ओ माय गॉड। आमा डेकोरेट गरे कि होइन। पछाडि चाहिँ को हुनुहुन्छ? कुट चाहिँ घिसार्दै हुनुहुन्छ। अनि हाम्रो बुवा चाहिँ यहाँ आउनुहुन्छ। हेरेर बसिराख्नु भएको छ। यो आज बुवालाई थाहा छ मेरो जन्मदिन भनेर। अनि यहाँ चाहिँ बनाउनु हुन्छ। काठमाडौँ जाने हामी होइन होइन म चाहिँ जानु हेलो आमा। कल गरौँ म आज मेरो के हो? आज मेरो के हो? दुईवटा गाडी गराउनु कलर आज मेरो तँ एक्लै पठाएर त्यसलाई के नि कसले पठाउनु लाग्यो? आफै गएको आफै चम्केको। इलाटी इलाटी यता हेर्नु न। म हेर्दिनँ नजिकबाट बिरामी हो कि म बिरामी। त पोइन्ट खोली दिँदै गयो कुन चाहिँ पढ्यो? यो उयो कि यो त बोइलर गइहाल्छ। एउटा दुइटा टिपे काट्दिनु। गाइस आज चाहिँ यहाँ मेरो बर्थडेको माला छोरोको लागि माला। आज फागुन 21 गते विराजलाई भेट ए विराजको लागि माला। कस्तो राम्रो भयो। के को लागि रे हामीले यो माला? विराजको लागि माला। गाइस अब यहाँ चाहिँ के हुँदैछ त हाम्रो घरमा सोधौँ न। हेलो विष्णु दिदी। हजुर के हुँदैछ? आज छोरो विराजको बर्थडे हुँदैछ। उहाँको मम्मीलाई देखाउँ न। हेलो 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 दाजुजी कस्तो लागिरहेछ आज छोराको बर्थडे? रमाइलो लागिरहेछ। सबैजना भेटघाट हुँदा कस्तो फिल भइरहेछ? एकदम रमाइलो भइरहेछ। के पाक्दैछ त आज? के बन्दैछ त हाम्रो डिस? के छ आज? खसी त बिहानै काट्यो होइन? खसीको मासु भइसक्यो। आलु अचार बन्दैछ। अब त्यता पापड पनि पुराउँदै हुनुहुन्छ। आज खसी काट्यो होइन त? हो खसी पनि काटेको। यता हाम्रो अर्को दिदी होइसिन्छ। अर्को दिदी यहाँ पापडमा बिजी। दिदीको भागमा चाहिँ पापड परेछ। हाम्रो कल्पना दिदी उहाँ चाहिँ रमाइलो भएको छ। एउटा माइली दिदी हाम्रो सबभन्दा ठुलो दिदी उहाँ चाहिँ छुट्नु भयो होइन। तर हामीले धेरै मिस गरेछौँ। पापड तयारी हुँदैछ। बोलेको कि बिरेस
उसको लगाइदिनु त पढ्नु
पहिलो चरण के गीत गाउने सरस्वती दाई मुखैमा नआउने रेलै सालाला के गीत गाउने सरस्वती दाई मुखैमा नआउने रेलै सालाला के हुँदैन मादल भयो चर्को घाम के छ त नि विष्णु हजुरको खबर कति बिचार भने के छ पानी दाई विष्णुको आए म त हजुरलाई भनी मेरो ठिक छ दाई हजुरको के छ नि रेलै सालाला हजुरलाई भनी मेरो ठिक छ दाई हजुरको के छ नि रेलै सालाला जबरजस्ती लिएर आएको एकजनाले खुट्टा एकजनाले हात एकजनाले विष्णु ठिकै छ चर्को गीत न अघि सानो भएछ ए पशुपतिमा सुनेको गजुरा अहिलेसम्म विष्णु ठिकै छ जुरा रेलै सालाला लावा यहाँ गीत गाउनलाई धेरै दिनमा भेट भएको आजै हो भेट हुने दाई दिन पनि राजै हो भेट भएको आजै हो भेट हुने दाई दिन पनि राजै हो अलिकति क्लिप नै हाल्नु पर्छ विराजको युट्युबमा हिजो